अदालतलाई जब निर्माताले चाहिँ चलचित्र प्रदर्शन गर्ने बेलामा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सेन्सर बोर्डले पास गरिसकेपछि पनि नेपाली निर्माताहरूलाई यसरी चाहिँ सम्मानित अदालतबाट चाहिँ एउटा डेट नगाएर जुन रिलिज हुने डेट नगाउँदाखेरि करोडौँको घाटा हुन्छ। यो नेपाल सरकारलाई मात्रै होइन, नेपाल सम्पूर्ण एउटा दर्शकहरूले अपेक्षा गरेको चलचित्रलाई फेरि पनि अनिश्चित कालसम्म बन्दी बनाइन्छ भने सम्मानित अदालतलाई म यसको चाहिँ अनुरोध गर्दछु कि यस्तो आगामी दिनमा यस्तो नहोस् र यो चलचित्रलाई यो जुन चलचित्र छ यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ 100 दिनमा चाहिँ प्रदर्शन गर्नुको लागि मैले अनुरोध गर्दछु र यही तरिकाले गर्यो भने भोलि चलचित्र उद्योग नेपाली चलचित्र उद्योगमा ठुलो खडेरी पर्नेछ र यसको बावजुद हामी सरकारलाई नि भन्न चाहन्छौँ उहाँ सरकारले पनि दबाब दिनु पर्यो। सरकार अहिले बहुमतको सरकारले पनि दबाब दिनु पर्यो कि कान खुल्ला गर्नु पर्यो कि आज यो चलचित्र ब्यान्ड हुने बित्तिकै बन्द हुने बित्तिकै लाखौँजना चाहिँ यसको पछाडिपट्टि आश्रित भएको चाहिँ मान्छेहरूको चाहिँ रोजीरोटीको सवाल छ। नेपाली दर्शकको एउटा हेर्ने जुन सोचाइको छ त्यसमा सम्मानित अदालतमा किन हामीले हेर्ने दृष्टिकोण अर्को नपरोस् भन्ने चाहिँ कडासँग म अनुरोध गर्न चाहन्छु। धन्यवाद।